आजको यस भिडियोमा हामीहरू कक्षा 12 को शिक्षा र विकास भन्ने विषयको एकाइ 7 विकासका लागि स्रोत परिचालन भन्ने एकाइका सम्पूर्ण प्रश्नहरूको उत्तर हेर्दैछौँ। जसमा अति छोटो उत्तरात्मक प्रश्न, छोटो उत्तरात्मक प्रश्न र लामो उत्तरात्मक प्रश्नहरू हेर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परेमा एक लाइक गर्न नभुल्नुहोला। तपाईसँग कुनै पनि जिज्ञासा भए तल कमेन्ट बक्समा आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला र एकाइ 7 भन्दा अगाडिका एकाइहरूको भिडियो हेर्नुभएको छैन भने ती भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। र अब भिडियोलाई सुरु गरौँ। सुरुमा अति छोटो उत्तरात्मक प्रश्नहरू हेरौँ। जसमा 1 नम्बरमा भनेको छ विकासका लागि आर्थिक स्रोत भन्नाले के बुझिन्छ भनेको छ। यसको उत्तर रहेको छ विकासका लागि आर्थिक स्रोत भन्नाले कुनै पनि सङ्घ संस्था तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने रकम भन्ने बुझिन्छ। त्यस्तै प्रश्न नम्बर 2 मा भनेको छ विकासका लागि मानवीय स्रोत भन्ने के हो भनेको छ। यसको उत्तर रहेको छ कुनै पनि राष्ट्र तथा समाजको विकासका लागि आवश्यक पर्ने मानवीय शक्ति नै मानवीय स्रोत हो। जस्तै शिक्षक, डाक्टर, इन्जिनियर, कृषि विज्ञ आदि। 3 नम्बरमा रहेको छ शिक्षाको विकासमा गरिएको लगानीको कुनै 2 प्रमुख महत्त्व के हुन् भनेको छ। यसको उत्तर रहेको छ शिक्षित व्यक्तिले दैनिक जीवनका समस्याहरूलाई व्यवस्थित ढङ्गले समाधान गर्न सक्छ। 2 मा रहेको छ समाजमा भएका छुवाछुत, जातीय विभेद, महिला हिंसा जस्ता समस्याको निराकरण शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्छ। यो थियो शिक्षाको महत्त्व है। त्यस्तै 4 नम्बरमा रहेको छ शिक्षाका लागि आर्थिक स्रोत सङ्कलनका विधिहरू उल्लेख गर्नुहोस् भनेको छ। यसको उत्तर रहेको छ शिक्षाका लागि आर्थिक स्रोत सङ्कलनका विधिहरू निम्न छन्। जसमा क मा रहेको छ सरकारी अनुदान सहयोग, ख मा शैक्षिक ऋण सहयोग, ग मा भौचर प्रणाली। त्यस्तै 5 नम्बरको प्रश्नमा भनेको छ स्रोत परिचालनमा के कस्तो सामुदायिक संस्था संलग्न हुन सक्छन् भनेको छ। यसको उत्तरलाई हेरौँ। स्रोत परिचालनमा स्थानीय तह जस्तै गाउँ नगरपालिका, जिल्ला समन्वय समिति, स्थानीय वडा कार्यालय र सामुदायिक सङ्घ संस्था जस्तै स्थानीय क्लब, स्थानीय समितिहरू संलग्न हुन सक्छन् भनेर लेख्न सक्नुहुन्छ। यी थिए 5 वटा अति छोटो उत्तरात्मक प्रश्नहरू। अब छोटो उत्तरात्मक प्रश्नहरूमा हेरौँ। जसमा 1 नम्बरमा भनेको छ विकासका लागि आर्थिक, भौतिक र मानवीय स्रोतहरूको परिचय दिनुहोस् भनेको छ है। यसको उत्तरलाई हेरौँ। विकासका लागि आर्थिक, भौतिक र मानवीय स्रोतहरूको परिचय यस प्रकार छन्। जसमा क मा रहेको छ आर्थिक स्रोतहरू। आर्थिक स्रोतहरू भन्नाले कुनै पनि सङ्घ संस्था तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने रकम भन्ने बुझिन्छ। आर्थिक स्रोत अन्तर्गत सम्पत्तिको मूल्य, नगद मौजदात र तुरुन्तै नगदमा परिणत गर्न सकिने सम्पत्तिलाई जनाउँछ। ख मा रहेको छ भौतिक स्रोतहरू। भौतिक स्रोतहरू भन्नाले कुनै पनि परियोजना वा कार्यक्रमका लागि आवश्यक पर्ने उपकरण, सामग्रीहरू, सुविधाहरू तथा पूर्वाधारका संरचनाहरू पर्दछन्। जस्तै कच्चा सामग्रीहरू, भवन, फर्निचर, मेसिन आदि जस्ता सामग्रीहरू पर्दछन्। ग मा रहेको छ मानवीय स्रोतहरू। कुनै पनि राष्ट्र तथा समाजको विकासका लागि आवश्यक पर्ने मानवीय शक्ति नै मानवीय स्रोतहरू हुन्। यो थियो प्रश्न नम्बर 1 को उत्तर। अब प्रश्न नम्बर 2 मा हेरौँ। प्रश्न नम्बर 2 मा भनेको छ विकासका लागि आर्थिक, भौतिक तथा मानवीय स्रोतको महत्त्व उल्लेख गर्नुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ। विकासका लागि आर्थिक, भौतिक तथा मानवीय स्रोतको महत्त्व यस प्रकार छन्। सुरुमा आर्थिक स्रोतको महत्त्वलाई हेरौँ। जसमा 1 मा रहेको छ आर्थिक स्रोत नै त्यो आधार हो जसले बाँकी अन्य सम्पूर्ण स्रोतको व्यवस्था गर्दछ। 2 मा रहेको छ आर्थिक स्रोत मार्फत नै जनशक्ति प्रविधिको व्यवस्थापन गर्न सकिन्छ। 3 मा रहेको छ सडक, खानेपानी, शिक्षा तथा स्वास्थ्य जस्ता पूर्वाधार विकासका लागि आर्थिक स्रोतको आवश्यकता पर्दछ। 4 मा रहेको छ ग्रामीण क्षेत्रमा शिक्षाको पहुँचका लागि आर्थिक स्रोतको आवश्यकता पर्दछ। 5 मा रहेको छ गुणस्तरीय शिक्षण सामग्रीका लागि आर्थिक स्रोत आवश्यक छ। ख मा रहेको छ भौतिक स्रोतको महत्त्वलाई हेरौँ। जसमा क मा भनेको छ 1 मा भनेको छ विद्यालय, कलेज, पुस्तकालय, प्रयोगशाला जस्ता भौतिक संरचनाहरू शिक्षण प्रक्रियाको आधार हुन्। 2 मा रहेको छ भौतिक स्रोतको उचित वितरण र प्रयोग गरियो भने सामाजिक न्याय र समानता कायम हुन्छ। 3 मा रहेको छ देशमा उद्योग धन्दाको विकास गर्न भौतिक स्रोत अपरिहार्य छ। 4 मा रहेको छ भौतिक स्रोतले देशलाई आत्मनिर्भर र समृद्ध बनाउँछ। 5 मा रहेको छ मानव जीवन स्तरमा सुधार ल्याउन भौतिक स्रोत अपरिहार्य छ। ग मा हेरौँ मानवीय स्रोतको महत्त्व। जसमा 1 नम्बरमा रहेको छ प्राकृतिक स्रोतहरूलाई परिचालन गर्न मानवीय स्रोत आवश्यक छ। 2 मा रहेको छ विज्ञान र प्रविधिमा सफलता प्राप्त गर्न मानवीय स्रोत महत्त्वपूर्ण छ। 3 मा रहेको छ देशको समृद्धिका लागि योजना निर्माण गर्न मानवीय स्रोत आवश्यक पर्छ। 4 मा रहेको छ आर्थिक विकासमा योगदान दिन मानवीय स्रोत चाहिन्छ। 5 मा रहेको छ देशमा औद्योगिकीकरण गर्न मानवीय स्रोत अपरिहार्य छ। यो थियो प्रश्न नम्बर 2 को उत्तर। अब प्रश्न नम्बर 3 को प्रश्नलाई हेरौँ।
शिक्षाको विकासका लागि स्रोत सङ्कलन गर्ने तरिकाहरू उल्लेख गर्नुहोस् भनेको छ है प्रश्न नम्बर 3ले। यसको उत्तर हेरौँ। शिक्षाको विकासका लागि स्रोत सङ्कलन गर्ने तरिकाहरू यस प्रकार छन्, जसमा कमा रहेको छ सरकारी अनुदान सहयोग। सरकारले शिक्षामा विभिन्न कारणले लगानी गर्ने गर्दछ। राज्यले प्राथमिक शिक्षालाई अनिवार्य र निःशुल्क गर्ने, माध्यमिक शिक्षालाई निःशुल्क गर्ने जस्ता कार्यमा लगानी गर्ने गर्दछ। खमा रहेको छ शैक्षिक ऋण तथा सहयोग। सरकार तथा निजी संस्थाहरूले विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्न शैक्षिक ऋण, छात्रवृत्ति, शुल्क मिनाहा र फ्लोसिप प्रदान गर्दछन्। गमा रहेको छ भौचर प्रणाली। भौचर प्रणाली भन्नाले सरकारले शिक्षाका लागि सहयोग गरेको रकम शिक्षा क्षेत्रमा नै सुनिश्चित गर्ने एक प्रणाली हो। सरकारले शिक्षाका लागि विभिन्न स्रोतहरूबाट आय प्राप्त गरिसकेपछि सबै वर्ग र क्षेत्रका विद्यार्थीहरूलाई निष्पक्ष हुने न्यायपूर्ण वितरण प्रणाली अपनाउनुपर्छ। यो थियो प्रश्न नम्बर 3को उत्तर, जसमा शिक्षाको विकासका लागि स्रोत परिचालन गर्ने तरिकाहरू उल्लेख गर्नुहोस् भनेको थियो, जसमा तरिकाहरूमा सरकारी अनुदान सहयोग, शैक्षिक ऋण तथा सहयोग, भौचर प्रणाली गरी 3वटा तरिकाहरू रहेका छन्। अब प्रश्न नम्बर 4मा हेरौँ। प्रश्न नम्बर 4मा भनेको छ शिक्षा विकासका लागि स्थानीय तहले के कार्य गर्दछन् भनेको छ। यसको उत्तर रहेको छ शिक्षा विकासमा स्थानीय तहले निम्न कार्यहरू गर्दछन्। 1मा रहेको छ प्रारम्भिक बाल विकास सम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा र सो सम्बन्धी कार्यक्रमहरूको सञ्चालन र व्यवस्थापन। 2मा रहेको छ विद्यालयहरूको अनुगमन र निरीक्षण। 3मा रहेको छ शिक्षकहरूको क्षमता विकासका लागि तालिम कार्यक्रमको आयोजना गर्ने। 4मा रहेको छ छात्रवृत्ति वितरण गरी आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने। 5मा रहेको छ स्थानीय तहको आवश्यकता र प्राथमिकताका आधारमा शिक्षा नीति निर्माण गर्ने। यो थियो प्रश्न नम्बर 4को उत्तर। अब प्रश्न नम्बर 5मा हेरौँ। प्रश्न नम्बर 5मा भनेको छ शिक्षा विकासका लागि के कस्ता सामुदायिक सङ्घ संस्थाहरूले योगदान गर्न सक्छन् भनेको छ। यसको उत्तरलाई हेरौँ। शिक्षा विकासका लागि निम्न सामुदायिक सङ्घ संस्थाहरूले योगदान गर्न सक्छन्, जसमा 1मा रहेको छ स्थानीय क्लब तथा समूहहरू। हाल नेपालको ग्रामीण भूभागमा सामूहिकतामा कुनै पनि क्रियाकलाप गर्ने प्रयासका लागि विभिन्न क्लब तथा समूहहरू गठन भएका हुन्छन्। यस्ता सङ्घ संस्थाहरूले समेत शिक्षा तथा विद्यालयका लागि आवश्यक स्रोतहरू जुटाउन सक्छन्। 2मा रहेको छ भूतपूर्व विद्यार्थी क्लब। हाल कुनै पनि शैक्षिक संस्थाको उत्थानका लागि त्यस शैक्षिक संस्थामा अध्ययन गरी हाल विभिन्न ओहदामा पुगेका व्यक्तिहरूबाट आर्थिक स्रोतहरू जुटाउने प्रयासहरू हुँदै आएका छन्। त्यस्तै 3मा रहेको छ विद्यालय व्यवस्थापन समिति। विद्यालय व्यवस्थापन समिति मार्फत विद्यालयका सबै समस्याहरू समाधान गरी आर्थिक स्रोत जुटाउने उपायहरू निरन्तर सञ्चालनमा रहिरहेका हुन्छन्। 4मा रहेको छ शिक्षक अभिभावक सङ्घ। शिक्षक अभिभावक सङ्घले विद्यार्थी, शिक्षक र अभिभावक बीचको सम्बन्ध राम्रो बनाउँछ। विद्यार्थीहरूको आवश्यकता, समस्या र सुधारका उपाय पहिचान गर्न सहयोग पुर्याउँछ। त्यस्तै 5मा रहेको छ बाल क्लब समूह। बालबालिकाको इच्छा, चाहना र समस्या उठान गर्न यसले मद्दत पुर्याउँछ। यी थिए छोटो उत्तरात्मक प्रश्नहरू। अब लामो उत्तरात्मक प्रश्नहरूमा हेरौँ, जसमा लामो उत्तरात्मक प्रश्नको 1 नम्बर प्रश्नमा भनेको छ विकासका लागि आर्थिक, भौतिक र मानवीय स्रोतहरूको सही परिचालनले के कस्तो योगदान गर्न सक्छ भनेको छ है। यसको उत्तरलाई हेरौँ। विकासका लागि आर्थिक, भौतिक र मानवीय स्रोतको सही परिचालनले यस प्रकार योगदान गर्न सक्छ भनेको छ, जसमा क नम्बरमा रहेको छ आर्थिक, भौतिक र मानवीय स्रोतहरूको सही परिचालन गर्दा विकासको लागि स्वावलम्बनको अभिवृद्धि पनि हुनु हो। विकासमा संलग्न निकायहरू नयाँ स्रोतको खोजी गर्न सक्षम हुन्छन्। ख नम्बरमा रहेको छ स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग हुन्छ। समुदायले विकासको प्रतिफल प्राप्त गर्दछ। गमा रहेको छ शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा स्रोत परिचालनले सुधार ल्याउँछ। घमा रहेको छ स्रोत परिचालनले रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुर्याउँछ। ग नम्बरमा रहेको छ अनुसन्धान र विकासमा लगानी बढाउन सहयोग गर्छ। चमा रहेको छ गरिबी घटाउन र जीवनस्तर सुधार गर्न सहयोग पुर्याउँछ। 6मा रहेको छ स्रोतहरूको सही परिचालनले व्यक्तिगत, सामुदायिक र राष्ट्रिय समृद्धि सुनिश्चित गर्छ। ज नम्बरमा रहेको छ स्रोतहरूको परिचालनले उत्पादनशीलता, दिगोपना र सामाजिक न्याय सुनिश्चित गर्न मद्दत गर्दछ। यो थियो प्रश्न नम्बर 1को उत्तर। प्रश्न नम्बर 2मा हेरौँ। प्रश्न नम्बर 2मा भनेको छ शिक्षाको विकासमा गरिएको लगानीको महत्त्वको बारेमा विवेचना गर्नुहोस् भनेको छ। यसको उत्तरलाई हेरौँ। शिक्षामा गरिएको लगानी आर्थिक विकासका लागि आधारस्तम्भ हो। शिक्षा प्राप्त गर्ने अवसर पाएका मानिसहरूले दैनिक जीवनयापन सहज हुन्छ। शिक्षामा गरिएको लगानीको महत्त्व यस प्रकार छन्, जसमा क नम्बरमा रहेको छ शिक्षामा गरिएको लगानीको निजी महत्त्व। निजी महत्त्वलाई हेरौँ सुरुमा।
जसमा 1 नम्बरमा रहेको छ शिक्षाको अवसरमा समाहित व्यक्ति वा शिक्षित श्रमिकले कम पढेको श्रमिकका तुलनामा जीवनभर बढी आय आर्जन गर्छ। त्यस्तै 2 मा रहेको छ शिक्षित व्यक्तिले दैनिक जीवनयापनका समस्याहरूलाई व्यवस्थित ढङ्गले समाधान गर्न सक्छ। त्यस्तै 3 नम्बरमा रहेको छ पोषण तथा स्वास्थ्य शिक्षा सम्बन्धी ज्ञानले मानिसहरू अनेकौं रोगको शिकार हुनुपर्ने अवस्था निराकरण गर्न सहयोग गर्दछ। 4 मा रहेको छ जब व्यक्तिहरू शिक्षित हुन्छन् उनीहरूले समाजमा उच्च स्थान हुन्छन्। 5 नम्बरमा रहेको छ शिक्षित व्यक्तिहरूले आफ्नो कला संस्कृतिको संरक्षण तथा सम्वर्धन गर्न सक्छन्। ख मा रहेको छ शिक्षाको विकासमा गरिएको लगानीको सामाजिक महत्त्व। 5 वटा हामीहरूले निजी महत्त्व हेर्यौँ। अब 5 वटा सामाजिक महत्त्वलाई हेरौँ जसमा 1 नम्बरमा रहेको छ कुनै पनि शिक्षित श्रमिकले देशको आर्थिक वृद्धिमा सहयोग पुर्याई राष्ट्रिय आयमा थप वृद्धि गर्दछ। 2 मा रहेको छ शिक्षामा गरिएको लगानीले विज्ञान तथा प्रविधिलाई दैनिक व्यवहारमा अवलम्बन गर्ने तरिका सिकाउँछ। 3 नम्बरमा रहेको छ शिक्षाको चेतनाले गर्दा समाजमा रोगव्याधि तथा महामारीको अवस्था आउँदैन। 4 मा रहेको छ शिक्षाकै माध्यमबाट समाजमा अनेकौं समस्याहरू समाधान हुन्छन्। 5 मा रहेको छ समाजमा भएका छुवाछुत, जातीय विभेद, महिला हिंसा निराकरण गर्न मद्दत गर्छ। यो थियो प्रश्न नम्बर 2 को उत्तर। अब प्रश्न नम्बर 3 मा हेरौँ। प्रश्न नम्बर 3 मा भनेको छ शिक्षा विकास स्रोत परिचालनमा स्थानीय तथा सामुदायिक सङ्घ संस्थाको भूमिका उल्लेख गर्नुहोस् भनेको छ है। यसको उत्तरलाई हेरौँ। शिक्षा विकासमा स्रोत परिचालनमा स्थानीय तथा सामुदायिक सङ्घ संस्थाको भूमिका यस प्रकार छन्। 1 मा रहेको छ प्रारम्भिक बाल विकास सम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा गर्ने। 2 मा रहेको छ आधारभूत शिक्षा सम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा र व्यवस्थापन। त्यस्तै 3 मा रहेको छ अभिभावक शिक्षा सम्बन्धी कार्यक्रम। 4 मा रहेको छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम। 5 मा रहेको छ स्थानीय पाठ्यक्रम र पाठ्य सामग्री विकास। 6 मा रहेको छ विद्यालयको गुणस्तर अभिवृद्धि कार्यक्रम। 7 मा रहेको छ सार्वजनिक विद्यालयलाई अनुदान। 8 मा रहेको छ शिक्षक र कर्मचारीको क्षमता विकास। यसरी हामीहरूले कक्षा 12 को शिक्षा र विकास भन्ने विषयको एकै साथका सम्पूर्ण प्रश्नहरू अति छोटो उत्तरात्मक प्रश्न, छोटो उत्तरात्मक प्रश्न र लामो उत्तरात्मक प्रश्नहरूलाई हेर्यौँ। आजको लागि यति नै। भिडियो मन परेमा एक लाइक गर्न नभुल्नुहोला र तपाईसँग कुनै पनि जिज्ञासा भए तल कमेन्ट बक्समा आफ्नो जिज्ञासा राख्न सक्नुहुन्छ र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला र एकै साथभन्दा अगाडिका एकाइहरूको भिडियो हेर्नुभएको छैन भने ती भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। आजको लागि यति नै। हस्त धन्यवाद।